राख्दा राख्दा बिग्रिन्छ नि त तार। जतिखेर त्यतिले राम्रो हुँदैन नि भन्छन् के अरे, सायद बिग्रिन सक्छ है। सो गुड मर्निङ एन्ड वेलकम टु माई न्यू ब्लग। आज पनि साइडमा चाहिँ यहाँ एकदम ग्राइन्डर चलिरहेको छ क्या, त्यही भएर अलि ल्याङ भइरहेको थियो। अघि नै भ्लग स्टार्ट गर्छु भन्थेँ, अनि अघि नै यस्तो बन्द भयो जस्तो भयो, त्यही भएर भ्लग हानेको त फेरि स्टार्ट भयो के अरे यार। यस्तो झाडु पछाएर यताबाट बसियो, गाइयो, नाचियो, हाँसियो। अब चाहिँ झाडु पछार्नु पर्यो नि त गाई चाहिँ काम छै गाई छ आज पनि। उनको कतिदेखि चाहिँ एकदम मजाले गर्मी बढ्ने भनिरहेछ, भनेपछि अब बढ्छ होला सायद गर्मी पनि। अब गर्मी बढ्यो सायद जे होस्, बाँच्नु त परिहाल्यो गाई। गर्मी भएपछि पसिना काडौँला बसौँला के छ र। जति पसिना आयो नि त्यसपछि पङ्खा चलाएपछि चिसो हुन्छ। झाडु चाहिँ लगाइयो होइन क्या, यो झाडुले चाहिँ यहाँ जिजुले यहीँ राखिदिउँ। अब पोछा पोछा फेरि यता बाथरुममा छ, यताको पनि दिने भनेको फेरि चाहिन्छ भनेर राखेको हो। अहिले आएर चाहिँ दिन पर्ने रहेछ यार जस्तो भएको छ कि मलाई यहाँ यस्तो उड्डेको छ अब। मैले यहाँ हेर के भन्छ यसको नाम, कक्रोच सुकेर कस्तो के अरे ढुङ्गा फाले जस्तै भयो। यो अहिले त भएर हिँड्छ यार। यहाँ त्यत्रो धेरै यहाँ आएको छ, त्यहाँ छ औडा। अनि उहाँ घर चाहिँ ल्यापटपमा कमिलाले हैरान, औडा छ्याड अब यता हैरान कसम कि यार गाई। हामी त पुरा के भन्छ अरे जुमा बजे जस्तै क्या। कमिला पनि लाग्छ, चरा पनि आउँछ, हर्प पनि आउँछ, त्यही बाघ आउँदैन त यो। तर सबै कुरा छ क्या हाम्रो यहाँ त यार। कमिलाले हैरान बनाउँछ। कमिला यति धेरै छ नि घरभित्र, पुरै यताउति लथालिङ्गा पार्ने हो भने निस्किन्छ नि क्या कमिला। पोछा भिजाइयो अब बाहिर यता के गर्नुपर्छ भने यो पोछा चाहिँ उतिकै सुक्छ होइन। तर यहाँ बोतल छ, यो बोतलबाट चाहिँ पानी खाना भुरी बोतल चाहिँ 2 दिनसम्म यस्तै पानी खनाउँदै गरेको जम्मा यति रहेछ कि पानी पनि। यस्तो गर्ने हो नि त हो, यहाँ चाहिँ यस्तो गर्ने, यस्तो गर्दै यस्तो गरेपछि अब चाहिँ पोछामा सुक्यो भने यहाँ पानी रहन्छ। अस्ति झन्नै लोटेन म यार मुला छ यस्तो गर्दा। चप्पलमा ग्रिप पनि छैन, झन्न पछाडिएको जान्थ्यो हस्पिटल। हिलो अहिले बाबा आउनु बेला बस्छ, फेरि बाबा आउँदा नि ल्याङ हुन्छ। हेर्ने हो कतिको चिप्लो मजाले चिप्लिन्छ कि, पछाडियो भने फेरि ल्याङ हुन्छ। तर यो चिप्लोमा हिँड्दा होइन खुट्टा हरिब काम छ नि। हजुरहरूको काम चाहिँ किन कमेन्ट गर्नु, मेरो त लास्टै काम छ यार यस्तो हिलोमा हिँड्दा त। मतलब कि चिप्लोमा यस्तो पानी भएकोमा हिँड्दा। म त बाबा होइन क्या हानेर रहेछ, बाबा त रहन्छ सामान लिन पो आउनु रहेछ। अब यहाँ पोछा लगाइदिउँ है त, पोछा लगाइदिउँ, चारवटा सुक्छ। अनि फेरि अहिले फेरि कोही मान्छे आएर यो दाइको ओह्रालो ग्रिप रहेछ चप्पलमा, कोही उस्तै ग्रिप नभएको मेरो जस्तो लगाएर आएको भए त लुट्ने सम्भावना हुन्छ नि त। फेरि यहाँ फलानामा लिन गएको, त्यहाँ त त्यस्तो छ नजा भन्नुहुन्छ फेरि। त्यही भएर चारवटा पोछा लगाइदिउँ, ल्याङ नहोस् न होइन। अहिले आफै पनि लुटिन्छ क्या अरूभन्दा त। किनकि हाम्रो यो केटीमा के साह्रो घमण्ड हो भने के, मैले छोड्दैन बरु म ढल्छु, बरु म उठ्न नसकौँला, तर मैले आफ्नो छोड्दैन। हिटलरले पनि यस्तै भन्थ्यो, लास्टमा हिटलरको हालत के भयो थाहै भयो होला हजुरहरूलाई। त्यही भएर चाहिँ धेरै घमण्ड पनि गर्नुहुन्न कि मै मात्र राम्रो, मै मात्र शक्तिशाली छु भनेर चाहिँ कहिले जिन्दगी सोच्नुहुन्न क्या। त्यही भएर हर्क दाजु हजुर पनि सेम केपी जस्तो पारा नगर्नु होला। हजुरले मैले पनि पहिला मन पराउँथेँ, अहिले चाहिँ एक रत दिनु मन पराउनु र चाहिँ प्लिज त्यस्तो नगरिदिनु हुन चाहिँ म अनुरोध गर्न चाहन्छु हर्क दाजुलाई। राम्रो हुनुहुन्छ हजुरहरू, फेरि त्यतैतिर मिल्न थाल्नु भएको छ होइन। त्यही भएर चाहिँ नमिल्नुहोस्, आफ्नो हिम्मतले गर्नुहोस्, आफ्नो ठाउँलाई हेर्नुहोस् है। अरूलाई गलत भन्दा बरु आफू सही हुनुहुन्छ भने चाहिँ आफूले चाहिँ राम्रो गर्नुहोस् के। अरूको छोडिदिनुहोस्, जे गरे गर्छन्। चाहे बालेन दाइ त्यहाँ आउनुहुन्छ आउनुहुन्छ, हजुर आफ्नो काम गर्नुहोस्, विरोध गर्नुहुन्न सागको। चौरासीको चुनावमा त आउला नि होइन, एमालेहरू पोछा लगाएर चाहिँ भेटियो, फेरि एमालेहरू आउला नि होइन भोट पाउनुको लागि। त्यतिखेर यस्तो दमाग हान्छु नि मैले पनि मुला सागहरूले। केपी ओली आफ्नै पाराले आफ्नो पार्टीले पनि भ्याउने भयो क्या। अब के गर्ने र, म के लिन आएको थिएँ मुला साग बिर्सेँ यार। कुरा गर्दै आएको मुला बिर्सेँ मैले के लिन आएको भनेर। एउटा पछि सम्झेछु भने चाहिँ बल्ल आउँछु लिन। आफ्नो पाराले आफै हुन्छ नि केपी ओली भए। त्यस्तो घमण्ड नगर्नुहोस् यार, उमेर छ यार, त्यस्तो त नभनु। धेरै कार भएर राम्रोसँग बस्न सक्छु ल म चाहिँ। तँलाई यहीँ राखिदिउँ कि भित्र राखिदिने भने थाहै छैन। अब सुकेपछि बत्ती पनि बालिदिउँ, लगाइ बत्ती बाल्न त हुन्छ नि त यार। गाई चाहिँ यार जर्सी पसल खोल्नु पर्छ क्या यहीँ चाहिँ। मैले त जर्सी पसलमा धनाधन पैसा छ क्या, वर्ल्ड कप पनि आउँदैछ नि त, त्यही भएर भोलि हाटो मेरो तर हुन्छ। ल दोस्तो आयो फाइनली बेका चाहिँ ट्रान्सपोर्टमा जान थियो, त्यही भएर चाहिँ चाँडो आएँ। अनि यो जनै पनि कालो भयो यार पसिनाले गर्दै, पसिना त उडै छ हेर्कै छ। आज कुन वाला लिएर आएको छु भन्दै, फ्लेभर मिल्क कफी टफी क्यारामल हो क्या समथिङ, के क्यामरल
भन्ने छ बेला चाहिँ एकछिन एकदम मजाले सेक गर्नुपर्छ। अस्ति चक्लेटवाला खाँदा आज यो क्यारामलवाला खाँदै त यो अस्ति खायो भने त अलि बक्लो छ, स्वाद चाहिँ हल्का हल्का त्यस्तै छ कि। गाइज यार गर्मी त लोत पऱ्यो होइन, अब यस्तो मुख पनि धुनु पऱ्यो क्या, लास्टै चिल्लो हातभरि पसिना आयो, कपडा मैलेर पुरै भिजेछ, एउटा नुहाए जस्तो फिल भएको छ कि मलाई त भित्रबाट। त्यति गर्मी छ कि यार, यस्तो मुख धुम अन्त त्यसपछि चाहिँ फिस्टो घर चिसो पानी खाएर नि डुल्दा जाम्ला। मुख धोएर आइयो गाइज है, मुख धोएर चाहिँ म सिधै यहाँ मास्तिर आएको छु कि बत्ती बाल्नको लागि। लास्टै गर्मी छ यार, मुख धोइछि त बरु हल्का शीतल भएको छ शरीरमा, त्यो शीतल भयो जस्तो फिल भएको छ भनौँ। बत्तीवालामा त त्यहाँ बाँचेर बस्न पनि सकिन्न 1 मिनट पनि। ए भगवान्, यहाँ कमिला हेर्नु न यार गाइज, कति धेरै त कमिला छ यार, यहाँ पुरा कमिला छ यार। औडा यहाँ पनि हैरान बनाएको छ, ल्यापटपमा पनि हैरान बनाएको छ, चिनीमा पनि हैरान बनाएको छ, भातमा पनि हैरान गरा, चामल पनि हैरान बना, पानीमा पनि हैरान बना, जहाँसुकै घरमा त भन्नै पर्दैन। बलियो अब बत्ती निभाम, त्यसपछि चल्ता भनौँ। किनभने आज औडा गर्मी छ भनेर थम्नाले झिक्न थालेको त यार। इ पानी पआए जस्तो, पानीले हात बगाले जस्तै छ कि औडा कति देखाउने रहेन। झन् जतिखेर त्यति गर्मी हुन्छ हजुरहरूलाई, नि त्यही भएर चाहिँ छिटोभन्दा छिटो जाउँ। स्टोरी खोला छ, डुल्न जाउँला। अब डुलेको ब्लग गराउन मैले घर आइसि भेटौँला यार दोस्त। हल्का भयो नि शीतल रहेछ अब, यहाँ गएको त मलाई फिस्टै चाहिँ भेटेन। त्यसपछि आइरहे बाहिर बस्ने ब्याडमिन्टन खेल्ने भनेको त्यस्तै हो। ब्याडमिन्टन पनि नयाँ किनेको यार गाइज, खेल्ने भनेर दुलो भएछ त यार। यो जान त्यसै मुरुक्क, यो जान त्यसै मुरुक्क यार गाइज। धोल्लिन फेरि धोल्लेको रहन्छ क्या, टाइट त टाइटै छ, तर के भन्छ अरे खेल्दा एक गेम खेल्दै सायद चुक्न सक्छ क्या, राख्दा राख्दा बिग्रिन्छ नि त तार। जति खेल त्यति अलि राम्रो हुँदैन नि भन्छन् के अरे, सायद बिग्रिन सक्छ है। टाइट त टाइटै छ क्या अझै पनि, तर ताने भन्दा चाहिँ अलि धुलो भयो अहिले, नयाँ बनायो भन्दा अलि खेल्दै खेलिन्न यार। 1-2चोटि खेलेको त्यसपछि राखेँ चिरिसेकातिर गयो, अनि को खेल्छ, खेल्नको लागि जाली पनि छैन अन्त। औडा किनेको बेकार भयो नि त यार गाइज त। धन्न लाइन हुँदासम्म चाहिँ मैले ब्लग एडिट गरेर भ्याएँ, अहिले लाइन गइदियो गर्ने के यार, मोबाइलले पनि सपोर्ट गर्दैन, मोबाइलको नि लाइट बन्द भइदियो, बाहिरबाट नि हल्का हल्का शीतल लाग्छ यार। Hanging on, walking tall. Some days I got no use for it all.